गाइज वेलकम टु आवर ब्लग है। बोल नि त अब तिमी नै हो ब्लगर बोल्ने। हेलो गाइज गुड मर्निङ। अनि तपाईँहरूलाई स्वागत छ हाम्रो ब्लगमा है। अनि आजको हाम्रो चाहिँ यसो कहाँ भनौँ अब यसो घुमघाम कार्यक्रम भनौँ न। फर्स्ट इयर सकेपछि हल्का साथीभाइसँग चाहिँ रमाइलो त गर्नु पऱ्यो नि। अनि हाम्रो यहाँ सर नवीन सर के भन्नु आज हाम्रो ट्रिप कहाँसम्म हो? अनि एउटा यो बाइकको चाहिँ प्रब्लम आइरहेको छ है। बाइक बिग्रेर हामी अब लिन गइरहेको छौँ। बाइक चाहिँ अलिक कहाँ बनाउनु भएको छ दाइले। फेरि आज विराटमा भन्दै राम्रो भएको छ दाइले हामीलाई। अब केटाहरू कहाँ कहाँबाट आउने अरे 10-15जना छौँ। अब सबैजना विराट चोकमा भेला हुने भनेको छौँ हामी। अब हामी एकैपल्ट विराट चोकमै भेट्नु पर्ला सबजना केटाहरूसँग बसेर। ल अहिलेको लागि चाहिँ अब हामी टक्क बाइक लिन हामी आइसकेको छौँ है केटा हो। अब कहाँ गर्नु अब नवीन चाहिँ यहाँ पर गएको छ। देखिन्छ कि देखिँदैन थाहा छैन है। यहाँनिर गएको छ। अब हामी चाहिँ यहाँ आएको छौँ विराटनगरको बाटोमा है। बाटो पनि चट्ट लगाएर दामी छ। बाटोमा अलिक फोकस गएको छैन, मान्छेमै फोकस छ बढी चाहिँ। ल गाइस हाम्रो नवीन सर पनि आइसक्नु भएको छ है त। के बोल्न चाहनुहुन्छ? मच्छरले हामी नबस्नु जस्तो भइरहेको छ। उहाँ चाहिँ देखाउनु त सरलाई। सर त अलिक नजिक आउनु न, नत्र क्वालिटी घट्छ नि त। ल ठ्याक्कै यहाँ आउँदैछ है त। पेट्रोल हाल्न गएछ ल साथीभाइहरू। हामी चाहिँ अब बल्ल बल्ल हिलो सिलो बाटोमा हिँड्दै भयो भने यहाँ विराट चोक चाहिँ आइपुग्यो। यहाँ हाम्रो फेरि दाइले कुन सर्टकट बाटो भन्दै ल्याउनु भयो। यहाँ जुत्ता चाहिँ हेर्ने लाइक चाहिँ भएको छैन है। हेर्ने लाइक त मरेकै छैन। बल्ल बल्ल यहाँ आइपुग्यो। म साथीभाइहरू चाहिँ उहाँ साथीभाइहरू पुगिसक्नु भन्दैछन्। अब हामी जानुपर्ने भएको छ उतै। अब उतै गएर भेट्नुपर्छ हामी चाहिँ। ल जाउँ है। कहाँ हो? एजिएमलाई नौटङ्गी नगर नि। यहाँ अगाडि मैले तिमीलाई अगाडि भनेको छुइनँ। एजिएमलाई बोलाउनु अगाडि हो त्यो। अब यहाँ तिरपल रोड चाहिँ जानु नमिल्ने भयो। हाम्रो ट्राफिकहरू चाहिँ उति गएर बसिराख्नु भएको रहेछ है। तिरपल रोड चाहिँ हल्का जानु नमिल्ने। अनि साथीलाई यसो फोन बोलाएको छु मिना आउँछन् कि भन्ने छ। अब उहाँबाट चाहिँ तिरपल रोड चाहिँ आइसक्यो जसरी भयो भने लुकी छुट्टी गएर ट्राफिकदेखि यहाँ चाहिँ नसकिने रहेछ। विराट चोकमा चाहिँ उहाँ परै बसिराख्नु भएको छ। ल ल साथीभाइहरू हामी चाहिँ फाइनल्ली यो खोइ यता गुरु ल बाइक स्टार्ट गर्न जाने त्यसले। हामी चाहिँ कता घुम्न जान आँटेको अरे? स्विमिङ। अब स्विमिङ चाहिँ पानीको कन्डिसन हेरेर हुन्छ। पानी चाहिँ परिरहेको छ भक्कु होला पानी चाहिँ होइन। अब यस्तो घुम्दै उहाँ दुईजना ल दाइले चाहिँ केही घरमा गएर केटाहरूलाई म आइपुगिहाल्छु चट्टसँग यहाँ आएको बाइकमा यसमा हामी तिनजना एकैचोटि तिनजना आएको कहीँ देख्नु भएन। उडाइ थियो सर्टकटबाट चाहिँ कोही थिएन। अनि टक्क यहाँ रोको। ल साथीहरू बाई। अब उतै केटाहरूसँग भेटेर हामी चाहिँ हल्का उहाँ हाम्रो दाइ चाहिँ अब उहाँ टक्क स्कुटी लिएर हामीलाई लिन आउनुभएको अरे। सन्दीप दादा हेलो भन्नु। ल लोड लड्दैन दादा लडाउनु चाहिँ नलडाउनु है। अहिले मेरो चाहिँ के पनि भएको छैन। हाम्रो प्लान छ मेरो हाम्रो फ्युचर प्लान राम्रो छ दादा। हाल्छु म चाहिँ भन्दा अगाडि। तपाईँको छ भने थाहा छैन। हामीले पक्का छ दादा। सन्दीप दादाले चाहिँ अब हाम्रो सबै छ। को छ? दुईटाको भाइ एक्जाम होइन राजहरू आएन हो। इक्जाममा मेरो बाइक निकाल्नु पऱ्यो घर। ल साथीभाइहरू हामी चाहिँ भरे भेट्नुपर्छ तपाईँहरूसँग है। अहिलेको लागि चाहिँ फिलहाल यति नै।
रेलमा चढेर जाने गाइस वेलकम टु आवर च्यानल हैन यता होला कता हो यही पर्खिनु पर्छ हेलो गाइज अब बाटोको बिचमा आएर बाटो अड्केको छौँ हामी हैन हामी देखाइदेऊ कता हो कता अब तिनतिर बाटो छ अब कतातिर जाने हो थाहा छैन हामीलाई है तिनवटा बाइक छ हामीलाई मात्रै थाहा छैन बाटो कहाँ हो अब आउँदैछौँ पछाडि तिमीहरूलाई पर्ख्यौँ अनि पछाडि अब अगाडि जानुपर्छ यस ब्रो बाइ बाटो थामिसकेको हामीले हैन सिधै अगाडि रहेछ Kita dalam nak kita tak? नलगाइकिन गएको मान्छेले हट न हेलमेट नलगाइकिन गएको मान्छेले हेलमेट लगाएर ओइ ड्रेसिङ गर्न गएको अरे हेलमेट नलगाइकिन मान्छे यहाँ हेलमेट लगाएर आइरहेको छ कुन चाहिँ उठाएर उयो कति हाँस्नु यो हाँस्दा हाँस्दा मरिछ ओए ओए देउसा हेलमेट नलगाइकिन गएको मान्छे हेलमेट नलगाइकिन गएको मान्छे हेलमेट चाहिँ कहाँबाट लिएर आयो म पहिले मर्छु खोइ नाच्छ न मलाई भएन न फेरि एउटा ल साथीभाइहरू आजको लागि चाहिँ यति नै तेल हालै तेल पानी परेको कारण चाहिँ हामीले मजाले बनाउन पाइनँ ल यहीसम्म थियो हाम्रो भ्लग अब अर्को भ्लगमा भेट्नु पर्ला साथीभाइहरू बाइ